तिमी दिनभरि पढ्छौ अनि बसेर बेलुका आज मैले के पढेँ भनेर रिकल गर्न खोज्दाखेरि केही रिकलै भइरहेको हुन्छ। यस्तो किन भइरहेको हुन्छ थाहा छ? किनभने तिमीले जुन रिभाइज गर्ने टेक्निक छ तिम्रो रिभाइज गर्ने टेक्निक नै मिलिरहेको हुँदैन। तिमीले पक्कै पनि एक्टिभ रिकल र स्पेस्ड रिपिटिसन भन्ने वर्ड्स धेरै नै सुनिरहेको थियो होला। के हो त त्यो एक्टिभ रिकल र स्पेस्ड रिपिटिसन भनेर नै आज हामी डिस्कस गर्न गइरहेको छौँ। हेलो एभ्रिवन, माइसेल्फ भविष्य प्रसाद यादव, MBBS थर्ड इयर स्टुडेन्ट, करेन्टली स्टडिङ एट महाराजान्स मेडिकल क्याम्पस, इन्स्टिच्युट अफ मेडिसिन। यो एक्टिभ रिकल भनेको एक्चुअलमा के भन्दाखेरि हामी जुन कुरालाई पढिरहेको हुन्छौँ त्यो पढेको कुराहरूलाई चाहिँ जुन सोर्सबाट पढेको हुन्छौँ त्यो सोर्स नहेरिकन आफैले पढाउन सकिरहेछ भने त्यसलाई नै त्यसलाई नै हामी के भन्छौँ, एक्टिभ रिकल भनेर भन्छौँ है। नर्मली हामीले पढ्दाखेरि के गर्छौँ, जस्तै कुनै टिचर हुनुहुन्छ, कुनै टिचरहरूको भिडियो अन गर्यो अनि हेर्न थाल्यो, उहाँ त्यहाँ के भइरहेको हुन्छ, स्क्रिनमा भिडियो प्ले भइरहेको हुन्छ अनि हामी चाहिँ फटाफट नोट गरिरहेको हुन्छौँ। त्यसले गर्दाखेरि के भयो त, देयर इज द कोअर्डिनेसन बिट्विन योर इयर, योर आइज एन्ड ह्यान्ड कोअर्डिनेसन। यसमा ब्रेनको त इन्भल्भमेन्ट नै भएको छैन, राइट? भनेपछि कसरी याद हुन्छ त? त्यहाँ टिचरले फटाफट भनिरहनु भएको हुन्छ अनि हामी चाहिँ फटाफट सारिरहेको हुन्छौँ। यसले गर्दाखेरि त प्यासिभ लर्निङ भइरहेको छ नि त, किनभने सरले जुन कुरा आफूलाई थाहा छ त्यो कुराहरू फटाफट भनिरहनु भएको हुन्छ अनि हामी चाहिँ के गरिरहेको हुन्छौँ, सरले भन्नुभएको कुराहरूलाई नोट मात्रै गरिरहेको हुन्छ। हाम्रो बिचमा यहाँ ब्रेनको इन्भल्भमेन्ट नै भइरहेको छैन, राइट? देयर इज ओन्ली इन्भल्भमेन्ट अफ आवर इयर, देयर इज इन्भल्भमेन्ट अफ आवर आइज एन्ड देयर इज इन्भल्भमेन्ट अफ आवर ह्यान्ड। यो तिनवटा कुरा। अब बेस्ट वे अफ रिडिङ चाहिँ के हो त? यसमा बेस्ट वे अफ रिडिङ भनेको जहिले पनि टिचरहरूले जति बेला कुनै एउटा टपिक पढाउनुहुन्छ, राइट? टपिक पढाउन्जेलसम्म हामीले के गर्ने भन्दाखेरि सरले पढाएको कुरालाई मजाले ध्यान दिएर सुन्ने, सरले कुन कुरा भनिरहनु भएको छ त्यो, अनि जब त्यो टपिक सकिन्छ त्यसपछि त्यो टपिक के बुझ्यो त अहिलेको लेक्चरबाट त्यो आफैले नोट डाउन गर्नु। त्यसले गर्दाखेरि के भयो, जस्तै म कुनै कुरालाई नोट डाउन गरिरहेको छु भनेपछि त म त्यो कुरा सरले के पढाउनु भएको थियो भनेर त्यो याद गरेर लेखिरहेको छु नि त है। सरले अघि के कुराहरू भन्नुभएको थियो मैले सुरुमा ध्यान दिएर सुने अनि त्यसपछि म के गरिरहेको छु, लेखिरहेको छु। भनेपछि यहीँनिर अ टाइप अफ रिभिजन त भइसक्यो त, एकपल्ट रिभिजन त यही नै भइसक्यो नि त, किनभने अघि पढेको कुराहरू म अहिले याद गरेर लेख्दैछु। त्यो बटाबट सरले भन्दाखेरि सार्नु भन्दा त यो त केवल अ टाइप अफ रिभिजन जस्तो नै भयो। त्यही भएर यो चाहिँ हाम्रो बेस्ट मेथड अफ स्टडी हुन्छ, राइट? त्यसपछि अर्को हामी जति बेला नोट्स बनाउँछौँ, यो भने कति बेला भयो, जति बेला नोट बनाइरहेको हुन्छौँ त्यति बेलै एकपल्ट रिभिजन भइसक्यो। त्यसपछि मैले नोट बनाएँ 5 दिन 10 दिन, त्यसपछि त्यो पढेको कुराहरू त बिर्सिन्छ, राइट? पढेको कुराहरू बिर्सिन्छ भनेपछि अब त्यो जुन नोट्स बनाएको थिएँ अब त्यो फेरि रिभाइज कसरी गर्ने त? म्याक्सिमम स्टुडेन्ट्सहरूले के गर्छन्, त्यो नोट्स पल्टाउँछन् अनि इच एन्ड एभ्री टपिकलाई लाइन टु लाइन पढ्न थाल्छन्, राइट? लाइक गुड वे अफ रिभिजन होइन। के गर्ने त अब यति बेला चाहिँ जहिले पनि रिभिजन गर्ने बेलामा के गर्ने, लेट्स से कि म रेस्पिरेटरी सिस्टमको रिभाइज गर्दैछु है। रेस्पिरेटरी सिस्टमको रिभाइजन गर्नुभन्दा अगाडि नै माइन्डमा चाहिँ त्यो च्याप्टरको एउटा आउटलाइन बनाइसकेको हुन्छु क्या है। सबभन्दा पहिला यो रेस्पिरेटरी ट्र्याकमा के पर्छ, रेस्पिरेटरी ट्र्याकमा कहाँबाट सुरु हुन्छ, जस्तै अब एक्सटर्नल न्यारिस, त्यसपछि नेजल क्याभिटी, नेजोफेरिक्स हुँदै हामी एल्भियोलाइसम्म पुगिरहेको हुन्छौँ है। यो भनेको मैले ब्रेनमा एउटा आउटलाइन बनाइसकेँ। त्यसपछि मैले के बुझ्नु पर्यो, जस्तै अब नेजल क्याभिटी बुझ्नु छ, राइट? अब नेजल क्याभिटीमा मैले बुझ्नै पर्ने कुराहरू के छ त, यहाँबाट के MCQजहरू सोध्न सक्छन् त हामीले, जस्तै वाट इज द लाइनिङ सोध्न सक्छ। अब लाइनिङ सोध्यो भने के भन्ने, स्युडो स्ट्राटिफाइड सिलेटेड कोलमनार इपिथेलियम। यो म अहिले नोट हेरेर भनिरहेको होइन कि मेरो ब्रेनले चाहिँ पढ्दाखेरि कति कुरा चाहिँ पिक गरेको छ त, कति कुरालाई चाहिँ कन्सोलिडेट गरेर राखेको छ त। यो भनेको टाइप अफ एक्टिभ रिकलिङ हो। मैले नहेरिकन पढिरहेको छु, त्यही भएर यो के भयो, एक्टिभ रिकलिङ भयो, राइट? अब म्याक्सिममले के गर्छन्, त्यो पल्टाउँछन्, यो एक्सटेन्ड फ्रम इयर टु इयर, त्यसपछि दिस इज लाइन बाई दिस पढिरहेछ, मतलब मुखले चाहिँ बोलिरहेछ तर ब्रेनले चाहिँ त्यो कुरालाई पिक गरिरहेको छैन। ब्रेन भनेको चाहिँ अरूतिर नै रोम गरिरहेको हुन्छ। तर जस्तै मैले कुनै कुरा आफैलाई पढाइरहेको छु, या त म मानौँ कि यहाँ बसिरहेको छु र कुनै स्टुडेन्ट्सहरूलाई पढाइरहेको छु, या त त्यो आइदर इट मे बी भर्चुअल अर इट मे बी फिजिकल, जेसुकै होस्। त्यति बेला जस्तै म कुनै कुरा पढाइरहेको छु भनेपछि पढाउनुभन्दा अगाडि त मलाई त्यो कुरा त आउनु पऱ्यो नि त, राइट? भनेपछि त्यो कुरा पहिलेदेखि मेरो ब्रेनमा छ, या त मैले मगा परेको हुनसक्छु या त कन्सेप्चुअली बुझेको हुनसक्छु। भनेपछि जस्तै तिमी कुनै टपिक पढ्छौ, कुनै टपिक पढिसकिसकेपछि तिमीले बुझ्यौ कि बुझेनौ भनेर कसरी थाहा पाउने त भन्दाखेरि तिमी आफै बस, त्यो पर्टिकुलर टपिक तिमी आफूलाई पढाऊ। यदि तिमीले त्यो टपिक आफूलाई पढाउन सकिरहेछौ, मजाले एक्सप्लेन गर्न सकिरहेछौ भनेपछि के बुझ, तिमीले त्यो टपिक बुझिसकेका रहेछौ। यदि तिमीले आफैले एक्सप्लेन गर्न सकिरहेको छैनौ भने पक्कै पनि तिमीले त्यो टपिक बुझेको छैनौ
है। अनि त्यही भएर जहिले पनि रिभिजन गर्नुभन्दा अगाडि चाहिँ त्यो जुन पहिला तिम्रो नोट्सहरू पढे हुन्छौ त्यो नोट्स लाइन टु लाइन नजाऊ। के गर्ने, जस्तै भने अहिले भर्खर मैले अब जस्तै अब रेस्पिरेटरी सिस्टमको मानौ कि ल्यारिङ्स पढ्नु छ, ल्यारिङ्सको अब के भन्ने भन्नाले एक्टिभ रिकल गर्ने हो कि अब ल्यारिङ्समा मैले बुझ्नै पर्ने पोइन्ट्सहरू के छ त, बुझ्नै पर्ने पोइन्ट्सहरू के छ, इट्स अ भोइस बक्स। त्यसमा के छ, भोकल कर्ड्स प्रेजेन्ट छ, कार्टिलेजिनस स्ट्रक्चर हो, यसमा पेयर्ड र अनपेयर्ड कार्टिलेजहरू छ, कुन पेयर्ड कार्टिलेज छ, कुन अनपेयर्ड कार्टिलेज छ, नहेरिकन आफूले एक्सप्लेन गर्ने हो। अर्को कुरा भनेको जस्तै रिभिजनै गर्दाखेरि पनि एकपल्ट मैले पढेँ, त्यसपछि एक हप्तापछि रिभाइज गरेँ, रिभाइज गर्नुभन्दा अगाडि धेरै कुरा बिर्सिसकेको हुन्छु म, राइट। त्यसपछि फेरि जब अर्कोपल्ट रिभाइज गर्छु नि त्यो आधी कुरा त याद हुन्छ, त्यसपछि जुन कुराहरू बिर्सेको हुन्छ रिभाइज गर्दाखेरि फेरि पनि याद हुन्छ। त्यसपछि फेरि सर्टेन टाइमपछि के गर्ने, जुन मैले नोट्सहरू बनाएको थिएँ फेरि त्यसलाई रिभाइज गर्ने। अनि म्याक्सिमम स्टुडेन्ट्सहरूले के गरिरहेको हुन्छ भन्दाखेरि मल्टिपल रिसोर्सेसहरू युज गरिरहेको हुन्छ। मतलब जस्तै अब नोट बनाउँदाखेरि यो सरको भिडियो हेरेर बनाइरहेको हुन्छ, फेरि रिभाइज गर्ने बेलामा अर्कै मोडुल्स पढेर रिभाइज गरिरहेको हुन्छ, फेरि अर्कोपल्ट रिभिजन गर्दाखेरि अर्कै छुट्टै राइटर्सको बुक पढिरहेको हुन्छ। यसले गर्दाखेरि हाम्रो ब्रेन डिस्ट्र्याक्ट हुन्छ, राइट। त्योभन्दा पनि सबभन्दा बेस्ट कुरा के हो, जुन कुरा तिमी फलो गर्छ एउटै कुरालाई रिपिटेड सर्टेन टाइम बनाऊ होइन। यो टपिकलाई यो आज मैले पढेको छु, अबको 3 दिनपछि रिभाइज गर्छु या आजको 5 दिनपछि रिभाइज गर्छु, त्यसलाई हामी स्पेस्ड रेपिटेसन भन्छौँ क्या। त्यसले गर्दाखेरि के हुन्छ, जुन कुराहरू हाम्रो ब्रेनले बिर्सिन आँटेको हुन्छ नि त्यो कुराहरू फेरि हामीलाई के हुन्छ याद आइरहन्छ। जस्तै तिमीलाई म एउटा इक्जाम्पल दिन्छु। अहिले मैले तिमीलाई सोधेँ तिम्रो क्लास 5 को साथीको 5-10वटा साथीको नाम भन, तिमी भन्न सक्दैनौ है। तर तिमीलाई अहिले नै मैले भने तिम्रो क्लास 12 को 10वटा साथीको नाम भन, तिमी इमिडिएटली भन्न सक्छौ। किन थाहा छ, किन भन्दाखेरि रिसेन्टली उनीहरूसँग तिमी धेरै इन्टरेक्ट गरेका छौ, मतलब धेरैपल्ट भेटेका छौ, ठ्याक्कै पढेको कुराहरू पनि त्यस्तै नै हुन्छ। जतिपल्ट त्यो पढाइको कुराहरूसँग भेट गर्छौ, जतिपल्ट त्योसँग इन्टरेक्ट गर्छौ त्यति धेरै बुझिरहेको हुन्छौ। जति छोड्दै जान्छौ बिस्तारै बिर्सिँदै जान्छौ। अबदेखि हरेक च्याप्टर पढिसकेपछि एउटा काम गर, बुक बन्द गर, नोट्स बन्द गर, अनि आफैलाई पढाऊ के। जे आउँछ गुड, जे आउँदैन त्यो पनि गुड हो के। बिकज एक्टिभ रिकलिङ इज नट डिजाइन टु मेक यु फिल स्मार्टर व्हाइल स्टडिङ, राइट। इट इज डिजाइन टु सो यु वेयर योर मेमोरी इज वीक। So don't be discouraged when you can't remember. Forgetting is not a proof that you are bad at studying. It is a feedback, right? किनकि अब तिमीलाई थाहा भयो नि त मैले कुन टपिक चाहिँ पढ्नुपर्ने रहेछ, म कहाँ विक भइरहेको छु त, एन्ड द्याट्स अ प्रोग्रेस। प्रिपेरेसनमा तिमीलाई हरेक दिन मोटिभेटेड, प्रोडक्टिभ र कन्फिडेन्ट फिल हुँदैन। कहिलेकाहीँ 5 घन्टा पढेर पनि लाग्छ आज के नै गरेर, कहिलेकाहीँ साथीले तिमीभन्दा धेरै पढेको जस्तो पनि लाग्छ, कहिलेकाहीँ मक टेस्टको स्कोर हेरेर आफैलाई प्रिपेरेसनमाथि डाउट आइरहेको हुन्छ। एन्ड अनेस्टली दिस इज द फेज अलमोस्ट एभ्री वान गोज थ्रु। तिमीले पर्फेक्ट प्रिपेरेसन खोज्नु पर्दैन, तिमीले बस एउटा कुरा गर्नुपर्छ, अब हिजोभन्दा अलिकति राम्रो रिकल गर्नुपर्नेछ, हिजोभन्दा एउटा मिस्टेक कम गर्नुपर्नेछ, र भोलि फेरि बुक बन्द गरेर आफैलाई टेस्ट गर, आफैलाई तिमी पढाऊ। बिकज एट द एन्ड अफ द डे राम्रो ऱ्याङ्क उसले ल्याउँछ जसले बिर्सेपछि फेरि रिभाइज गर्छ, गल्ती भएपछि फेरि सल्भ गर्छ, र स्कोर कमाएपछि फेरि अर्को टेस्ट दिन खोज्छ, राइट। सो इफ राइट नाउ यु आर थिङ्किङ म धेरै पढ्दैछु तर याद नै हुँदैन, डोन्ट निड टु स्टडी मोर, मेबी यु निड टु स्टार्ट स्टडिङ इन अ वे द्याट मेक्स युर ब्रेन वर्क्स हार्डर। थ्याङ्क यू, अल द बेस्ट।